तपाईहरुले धोका दिनुभयो हामीलाई। के भन्नुहुन्छ यी बाजे? बिहानै भाङ खाएर आउनुभयो कि क्या हो? भाङ मैले होइन, मेरो बुट्टीले भाङ खाए। मेरो बुट्टीले भाङ खाए। मैले सबै कुरा सुने। खुब माया गरेर राख्नु भएछ। के माया गर्ने भन्दैमा दिनकै त्यसलाई चाटी राख्नु कि पूजा गरौँ? के भन्ने बाजु आइस यस्तो? बिहे भएको भर्खर 2 महिना पनि पुगेको छैन। घरको यस्तो सानो झगडाले ठुलो बनाउनु हुँदैन। के म चित्त बुझेन भन्नु त? सबै कुरा चित्त बुझेको छ मलाई। खासमा यसलाई स्वास्नी बनाउन मैले बिहे गरेकै हैन। यसको सम्पत्ति हात पार्न खोजेको थिएँ। यसले घरबारी सबै मेरो नाममा पास गरिदिसक्यो। अब मलाई किन चाहियो यो? मेरो खराब पानी छ, मेरो खराब के बोले भाइ? के बोले? के बोले? अहिले सानै छु, अहिले मेरो केले उमेर छ। तर तपाईँले मलाई किन पिट्नुहुन्छ? मलाई किन रिस गर्नुहुन्छ? तँलाई रिस नगरेर तेरी आमा रिस गरौ? अब तेरी आमालाई रिस गरौ भनेदेखि तेरी आमा मरिहाली। यस्तै छ पारा मेरो बाल छैन आमा बाको। के गरेको? के जुमेटे मलाई मजाक रे? के भयो? बोलाउँदा नसुनेपछि नचिमुटेर के चिरपटले खप्पर फोरु? नचिमुटेर के चिरपटले खप्पर फोरु? बिहे गरेको यत्रो समय भयो, त्यही भएर। बिहे गरेको धेरै समय भयो, त्यो मलाई पनि थाहा छ नि। के भयो त? अब एउटा सन्तान त चाहियो नि। खरानी त आफै यत्री छेस अनि बच्चा चाहिँ कता जन्माउँछ यसले? म के सोच्नुला? सन्तान जन्माउनलाई नि के सोच्नु पर्यो? लुसु लुसु जन्मा त भइगयो नि। हिँड्नुस् भित्र। के कुरा कमी भयो हजुरलाई हाम्रो घर? अनि आमालाई कुरा लाउन गयो हाम्रो आमा छोरीको? मैले तपाईँहरू आमा छोरीको बारेमा त्यस्तो नराम्रो कुरा केही पनि लगाएकी छैन। अच्छा। तर तपाईँहरूले मलाई यस्तै व्यवहार गर्ने हो भने चाहिँ म यहाँ बस्न सक्दिनँ। ए म यहाँ साथ बस्न सक्नुहुन्न यो घरमा? बस्न नसक्ने भए भाडा छन् भित्र उठी उठी मान्न त। किन बस्नु पर्यो? मेरो खराब पानी छ, मेरो खराब राम्रो फोटो खिचेको मलाई एउटा यतापट्टि एउटा फलफुल पनि टक्क निक्ने गरेर खिचिदिन्छु ल। मिलाएर औ कति चाहिँ कालो आएको फिल्टरमा हाल न, अनि पो राम्रो न राम्रो देखिन्छ त। ए हो। A few moments later. अब गोरो देखिन्छ त? देखिहाल्छ नि। पहिले मोबाइल ठड्याउ न। ठड्याउनु भनेको कि ढडाउनु भनेको? मैले त भित्र लगेर फिल्टरमा हालिसकेँ त। लौ न, यो मुर्दाले त भरस्टै पार्यो नि। अनि पानीको फिल्टरमा हालेर मर्यो कि के हो? आफैले भने हैन त फिल्टरमा हालेपछि राम्रो न राम्रो आउँछ भनेर। मेरो खराब पानी छ, मेरो खराब 40-50 लाख डुब्दैमा सिद्धिने मुन्छे चाहिँ होइन म। अच्छा ल चेकहरू रेडी पारेर राख, म आएर साइन गरिदिन्छु। ठीक है। आफू त बिजनेसम्यान परियो। भाइज्यू तिम्रो नाम के हो? बजिरहेको छ फोन। ल आकाशतिर बजिरहेको छ, आकाशतिर बजिरहेको छ। घरमा कोही छैन के? आऊ। अनि त्यो कोही पनि नभएको घरमा म किन आउनु? कके बान खोइ त? खै बुवा, चोकतिर कसले के खुवाउँछ भनेर ढुकेर बस्या होला नि। पैसा छैन। खिचिँदैछ? आज पनि ढोकेर पो आयो? धोक्छु त। तर अब लेङ्टीको धोका छैन, आफ्नै बाउको धोका हो कि कसो खुपेका बाउ? हामी यस्तै त हो नि ब्रो। जहिले यस्तै त हो नि हो। होइन
सजिलो छ तिम्रो यसका भेटेरै बोलाउनु पर्छ क्या जिन्दगीको गरेटमा पहिलोचोटि बिहे गर्दा त कस्तो मजा आउने रहेछ। तिमी पनि बिहे गर्दा त यति मजा आउँछ झन् बिहे गरिसकेपछि त कति मजा होला मेरो खराब बानी छ मेरो खराब ससुराबा त कस्तो टर्रो कति छुच्चाउन् बोलिने कस्तो रुखो त्यहाँ बिहे पछाडि मलाई छोरी जस्तो व्यवहार गर्नु भएन भने त त्यहाँ हेप्ने सेप्ने गर्नुभयो भने त म त भुतालिन्छु नि फेरि। मान्छे त अलि घोसेनी हुन् यही ढङ्गले बढ्ता हुँदै गयो भनेदेखि चार्ज गरेर भए पनि ठेगान चिलाउनु म इङ्ग्लिसबाट सोध्छु त्यहाँ हेर्ने कसरी इङ्ग्लिसबाट सोध्छ। ठीक है गुगल सर खाना कसरी बनाइस्? कस्तो इङ्ग्लिस बोलेको तेरो इङ्ग्लिस बुझिन मैले फोन राख। रोलिङ एक्सन। ठिक छ मलाई केही त भएको छैन नि भाइले तँलाई त्यसरी कुनै दुखेन? मलाई के हुन्छ फिलिङ्स आयो क्या आयो? फिलिङ्स आयो बहिनी भोट चाहिँ यता दिनु है। यता होइन यता।